हेलो एभ्रिवान, वेलकम टु आवर मिनी भ्लग। हाम्रो बुटिकले चाहिँ पिकनिक अर्गनाइज गरेको थियो नि त, सो त्यसको लागि चाहिँ हामी जाँदैछौँ जामुनखाडी। फर्स्टमा चाहिँ हामी 3-4 जना गएर ठाउँहरू हेर्नुपर्ने थियो, सो त्यसको लागि चाहिँ हामी गइसकेको थियौँ। ठाउँ हेरिसके पछाडि चाहिँ गाडीबाट ल्याएको सामानहरू झारेर सामानहरू मिलाउने अर्गनाइज गर्ने कामहरू गरिरहेका थियौँ। कसैले चाहिँ झाडु ल्याएर झाडु लगाउने सामानहरू मिलाउने गरिरहेका थियौँ र त्यतिकैमा छ्यामाहरू पनि आइपुग्नु भयो, पुनम दिदी पनि आइपुग्नु भयो र हाम्रो बुटिकमा काम गर्ने भैयाहरू पनि आइपुग्नु भइसकेको थियो र सबैजना मिलेर हामीले चाहिँ सामानहरू मिलाउने पकाउने कामहरू गरिसकेको थियौँ। कसैले प्याज काट्ने, कसैले खोर्सानी, कसैले कोपी, कसैले काँक्रा काट्दै सबै यसरी नै हामी रेडी गर्दै थियौँ है। र हजुरहरूले जान्न सक्नुहुन्छ यहाँ चाहिँ हामीले आलु प्याजहरू काट्दै थियौँ र प्याजीको लागि यहाँ रेडी भइसकेको थियो र खाजाको लागि यहाँ मटर पनि पाक्दै थियो। फ्रेन्च फ्राई दिदीले फ्राई गर्नु हुँदै थियो र प्याजी पनि रेडी भइसकेको थियो र हाम्रो खाजाको लागि चाहिँ यहाँनिर खाजाको लागि छोला पनि रेडी भइसकेको थियो र बोइजहरूले चाहिँ यहाँनिर सिक्का पोल्ने कामहरू गरिराख्नु भएको थियो र खाजा रेडी भइसके पछाडि हामी सबैजनाले यसरी बाँड्यौँ, सबैजना मिलेर खायौँ। एकदमै रमाइलो भएको थियो र हामीले चाहिँ यहाँ डान्स पनि गऱ्यौँ। त्यो दिन चाहिँ एकदमै अनएक्सपेक्टेड नै भयो है। हेर्न सक्नुहुन्छ है हावाहुरीले कस्तो हालत गरिसकेको थियो हाम्रो। तर के गर्ने, रमाइलो गर्न आएपछि त हावाहुरीले पनि हामीलाई रोक्दैन। हामी त यता पकाउनेतिर लागिरहेको थियौँ, कोही सेकुवा पोल्नेतिर लागिरहेको थियौँ। हेर्न सक्नुहुन्छ हावाले यस्तो अवस्था बनाउँदा पनि हामीले रमाइलो गर्न चाहिँ छोडेको थिएनौँ है। हावाले यस्तो अवस्था बनाउँदाखेरि पनि के गर्ने, हामीलाई त केहीले रोक्न सक्दैन। र यति भन्दै हामी त फेरि डान्स गर्नतिर लाग्यौँ है। र दाइको बर्थडे थियो र दाइले केक पनि काट्नुभयो, केक खायौँ र हेर्न सक्नुहुन्छ मेरो साथीहरूले चाहिँ यस्तो अवस्थामा पनि भाँडा माझिरहेका छन्। तर के गर्नु, जस्तै अवस्था भए पनि रमाइलो त गर्न छोड्नु भएन। हेर्न सक्नुहुन्छ है डान्स गऱ्यौँ हामीले। डान्स मेरो दिदी चाहिँ एकदमै धेरै नाचिराख्नु भएको थियो। ग्रुपमा गएपछि, टिममा गएपछि चाहिँ रमाइलो चाहिँ गर्न छोड्नु हुँदैन है। लास्टसम्म नै हामीले एकदमै धेरै रमाइलो गऱ्यौँ। लास्टमा हामीले पानीपुरीहरू पनि बनाएर खायौँ र फर्किने टाइममा चाहिँ एकदमै रात परिसकेको थियो र हामीले सबै सामानहरू प्याक गरेर चाहिँ हामी घरतर्फ लाग्यौँ। बाई बाई गाइज।